नमस्कार, म दिलप्रसाद पौडेल। शुभ बिहानी सबैमा। अहिले खेतीपातीको बेला छ। यो एउटा बेजुबान जानवर हैन, त्यसलाई यत्तिकै खुल्ला छोडिदिइराखन के। हेर्नु न, बिचारा अब यो गोरु रहेछ है, गाई चाहिँ हैन, चाहिँ गोरु रहेछ। यसलाई यसको ताकत हुँदासम्म यो भित्र हैन, यसलाई युज गरियो। हेर्नु न, युज गरियो अहिले हैन, त्यसलाई यत्तिकै खुल्ला छोडिदिएको छ। मान्छेमा मलाई त्यही भएर नफरत लाग्छ क्या हैन। यसलाई बाँध्दासम्म हैन, राम्रो हुँदासम्म, यसको हैन ताकत हुँदासम्म यसलाई जोतियो, अनि त्यसपछि यसलाई खुल्ला छोडिदिएको छन्। अहिले खेतीपातीको उसमा छ, अहिले कसैको खेतीपाती खाइदिन पनि सक्छ। मान्छे कति स्वार्थी भइसकेको छ। हुन त यो त बेजुबान जानवर हो। अहिले आफ्नो आमा बाउलाई त राम्रो हुँदासम्म घरमा राख्छन्, राम्रो हुन छोड्यो, अलिक दुख बिमारी हुन लाग्यो भने श्रीमतीको कुरा सुनेर वृद्धाश्रममा पुर्याइन्छ भनेपछि यो त जनावर हो। मान्छे यतिसम्म स्वार्थ भइसकेको छ क्या, यतिसम्म स्वार्थी भइसकेको छ। भोलि बिहान त्यही भएर भन्छु क्या, बेला बेलामा भुइँचालो आउँछ, बेला बेलामा बाढी पहिरो आउँछ नि। भगवान्ले के देखाउन खोज्छन् भने, त धेरै उप्र नजा, तभन्दा म माथि छु, म छु अझै पनि यो दुनियाँमा भनेर भगवान्ले देखाउन खोजिरहेको त्यो कुराहरू हुन्छ। तर मान्छेले बुझ्दैन क्या। यसलाई अहिले म बिहान बिहान होइन, जाडो छ है, यति जाडो छ, यत्तिकै छोडिदिनु भएको छ होइन। कहिले उता जान्छ, उताबाट यता दौडाउँछन्, फेरि यता जान्छ कसैको खेतीमा, फेरि उताबाट यता दौडाउँछन्। यो जाओस् त कहाँ जाओस् यार, यसको लागि त वृद्धाश्रम पनि छैन यार।